ल अहिले फाइनली हामी चाहिँ लगा सम्पूर्ण यही हो हाम्रो ड्रेस। ल अहिले मैले चाहिँ अब खाजा नै हुने है। ल ल अब हामी घरबाट निस्किन लाग्यो। निस्क्यो भनौँ न बाहिर। अब माइला भाइको छोरा हामी चाहिँ आज लोसार आज के भन्छ टक्सार समाजघरमा छ दाजुभाइले गरेको। हामी चाहिँ अब जोइनै पऱ्यो है। त्यही भएर हामी चाहिँ अब उहाँ जान लाग्यो। यहाँबाट निस्किन लाग्यो छ। त्यो गाइज अब बिस्तारै हेर्दै गर्नु होला भिडियो। अब बाटोतिरै हुन्छ हल्का गाइज हामी भर्खरै निस्क्यो है। हामी अब टक्क आज लोसार हो। ओ कुमार सोल्टी बाई बाई। हामी लोसार आज ल हामी निस्किहाल्यो। हेलो बाई बाई। कहाँ हामी लोसार है। लोसार आज के अरे हाम्रो लोसार फाल्गुनसम्म चलिरहेको छ। बिहानसम्म कपाल सेतो थियो, अहिले चाहिँ कालो पुछ्यो। ल अब हामी बिरोड आइपुग्न लाग्यो। कहाँबाट आएको? ल अहिले फाइनली हामी टक्सा समाजघरमा आइपुग्यो। समाजघर ल है। अब हामी खाजा सुरु भइरहेको छ है। हाम्रो ग्याङ टक्सार समाजघर है। हामी अहिले हाम्रो कान्छा लगायत सम्पूर्ण दाजुभाइहरूले हामीलाई हामी चाहिँ ज्वाइँ पऱ्यो। छोरी ज्वाइँ हाम्रो भाइ है। हाम्रो छोरा हेर एकदम ठुलो हेर ज्याङ्गो लडाकु। ऊ पनि डेन्जर लडाकु रहेछ। म अन्त अग्लो भइसकेछ। पहिला अलिक सानो थिएँ म। धेरै वर्षपछि यहाँ आएको अहिले। पहिला आउँदाखेरि चाहिँ भिडियो थिएन। अहिले चाहिँ भिडियो चाहिँ ओपन भइरहेको छ। अहिले हामी टक्सार समाजघर है। आउँछु के स्टेज यहाँ चाहिँ अलि अध्यक्ष सचिव कोषाध्यक्ष लगायत सम्पूर्ण उहाँहरूलाई चाहिँ नामकरण नाम अथवा दाजुभाइ जस गुरुङको पहिचानै यही घलेक र भाङ्रा। हाम्रो पहिचान भनेको नै यही हो। हाम्रो ड्रेस चटनी ससेट रोस्ट प्राउन्स अनि बदाम मिक्स आलु फ्राई मकै बोइल है। रहेछ नि त मैले त सेलरोटी है। खाजा खुलेको छ स्न्याक है। खानी हो। म यहाँको भिडियो हालिसकेँ कि त्यही भएर रोटी है। यस्तरी तिनवटा कराई पनि ठुलो अनि यस्तो गोलो गोलो तिनवटा भयो भने जस रोटी नि छिटो पाक्छ होला है। रोटी दामी छ। अहिले हामी ठ्याक्क टक्सार समाजहरू हो। यो चाहिँ किचन रुम पऱ्यो। ल हेर्नु होला हाम्रो दिदीले दामी ताले हाल्छ क्या रोटी जस। ल अहिले मैले सब भिडियो गरेर भ्याइसकेँ। म चाहिँ अब खाजा नै हुने है। ल अब यहाँको भिडियो नै हालेको थिएन मैले। अब चाहिँ यहाँको चाहिँ मिठो ताल्ने दामी कालेर मैले त्यो हेरेँ। दिदी कस्तो लाग्यो त नि लोसार? एकदम राम्रो लाग्यो नि। मामाले लोसारमा ब्लगर हुनुसकेर त खिचिनी आफ्नो भ्लगमा खिचेछ। कस्तो छ नि खानपिन? एकदम ठिक छ।
मामलीहरूले मिठै बनाएको छ है तिमीले खायो म खाँदैछु पहिला आएको थियो होइन म यहाँको भिडियो गरेको थिइनँ कि तर अहिले चाहिँ अलिकति भिडियो बनाऊँ भन्ने आश भाइबारी आफै लागेको त साइबारी लेखेर वीरेन्द्र आइपुग्यो धन्यवाद भाइलाई अस्ट्रेलियाबाट आएको बुहारी साइबारीमा हो ताली ताली यो हामीले खाना लायो है भाइ कसको लायो धन्यवाद भाउजूलाई लिनु बाहिर नत्र टिको भयो नि टिको भाउजूलाई पर्सेन्ट चाहिएकोले धन्यवाद धेरै गुरुले 10,000 र साइनी बारी चरित्रले 5,000 हाम्रो भाइ कसको लागि ताली ताली पैसा नाच्ने भाग्य तिमी पनि छोरीहरू सबै हाम्रो आमा माता बोल्नु हाम्रो बुढी घरी चेन खुस्किदी हामी चाहिँ अहिले टक्सर समाज घर हो हाम्रो दाजुभाइ कान्छा लगायत कान्छीआमा ताली so much बधाई छ हजुरलाई एकदम अब हाम्रो प्रोग्राम सङ्गीतमा
उस हुन्छ अब हाम्रो जति नि छ हाम्रो भइसक्यो जस्तै माइकिङ संस्कृत भनेको यही हो कि हाम्रो बजाएर हो नि आफूले बजाएर गीत गाएको एकदम राम्रो लाग्छ सो गाइस कस्तो लाग्छ कमेन्ट गर्नु होला एकदम रमाइलो गाइज हामी माइला भाइ हामी अनि माइला भाइको छोरा मेरो के पर्छ छोरै पर्छ होइन हामी चाहिँ लोसारमा गएको हामी लोसार हाम्रो बुढीको माइतीतिर भनौँ मेरो ससुराली बछिम डाँडा टक्सार एकदम दामी खुलायो जस दाजुभाइहरूलाई एकदम मान्नुपर्छ राम्रो एकदम ग्यापमा खुलाएको यसरी खुलाउनु पर्छ रेगुलर भयो भने झ्याउ हुन्छ खाना खाँदा वाक्कै हुन्छ सो गाइज मेरो भिडियो चाहिँ कस्तो लाग्छ कमेन्ट समेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला अन्त बाई बाई